अध्याय 2। माइली कान्छालाई देऊ त। जाड भरेको सिलबरी बटुको लच्छीको अगाडि राखिदिए हाङदिमाले। आफै तानोस् मुर्दारले ठुस्स परेर लच्छी उता फर्की। त कुचेतनीले दिनु पन परेको छैन। कान्छोले बटुको आफै ताने मिलिकमै। के भनिसले डाँठे। छेउमा बेल्चा टिपेर जुरुक्के उठी लच्छी। भनी मर्लासे यही बेल्चाले। ए रोके जयकुमारले खोसे बेल्चा। हान्छस् बाउको छोरियस भने लुहान। कान्छोले गर्दनमै थाप्यो। लु भो रत्नाले कान्छोलाई तानी आफूतिर। कान्छो हुत्तियो। लपक्कै टाँसिन पुग्यो रत्नाले। पलमै छुट्यो। कान राता भए त्यसका। हना तिमीहरू के भएको? बेर्दै गरेको पाते बिरीलाई कानमा सिउरे रामे माइलाले भने। एउटै टिममा पुन यस्तो गरेर कसरी हुन्छ गाँठे? यही मुर्दा त हो नि काका। लच्छीले छड्की आँखा पारी कान्छोलाई। रत्नसँग कान्छो टाँसिन पुगेको त्यो पल कतैको डाहाले गलाए अलिकता। बसी थचक्क भनी मैले त हुन्छ कि यी हाते बनायो कान्छोले। कान्छा खोजिस् त उठी हाङदिमा। माफ पम फुपू। कान्छो थचक्कै बस्यो कानै समाएर उठ बस्ने गरौलाजै गरेर। मलाई होइन उनलाई उठले सङ्केत गरेर लच्छीतिर देखाइ हाङदिमाले। पर्दैन फुपू। सनक्क सन्की लच्छी। अलि परको पातलेको ओसिलो छाएर सियाल्नेर गई। भित्तोमा अडिसिँदै टुसुक्क बसी भुइँमा। मनमा एक प्रकारको उद्वेलन पलायो। एक झोक विस्मृति, एक झोक घृणा, एक झोक तिरस्कार अथवा अनेकन निस्पन्दनताहरू उछालिए। आवेग पनि थियो होला। फुत्त्यायो बाहिर। मायाबिन रनकले तातो भयो होला उस्तै। कान्छोलाई कड्के हेरी। कान्छो उसरी नै टुक्रुक्क थियो। भनी लच्छीले त्यो मुर्दारको किरे कसम त कुकुरकै पुच्छर 12 वर्ष ढुङ्ग्रोमा राखे पन बाङ्गै। सोचिँदैन भनेपछि बल नगर माइली भने कान्छोले। एकपटक जोडैले आँखा सन्काए लच्छीलाई। अझै उल्याउने मन भए भन्यो सक्दिनस् यो बाङ्गो पुच्छरलाई। भौ चुप लाग अब। अघिको बेल्चा टिपे हाङदिमाले। म चाहिँ यो समूहमा बस्न सक्दिनँ। यसले मलाई देखि सन्दैन भनी लच्छीले। सक्दिन भन्छस् फेरि बस्छस्। बुझि नसक्नु तेरो कुरा। कान्छोले झनै उल्यायो। भन्यो गइहाल्नु नि बरु। बस्दिन हौ बस्दिन। साँच्चै बस्दिनस्? बस्दिन। आम्मा कसम बस्दिन। नबसे नबस कसलाई सुनाउँछस् त? कान्छोले हातको धुलो फट्क्यायो। हाफ प्यान्टको गोजीमा केही खोज्यो। भन्यो नामदालुङ समूहमा जान्छु भनेको होइनस्? गइहाल अहिले नै। जहिले जाउँ जाँसुकै जाउँ तँलाई के को खसखस? भयो अब दुइटै चुप लाग। बिचमा जयकुमार सम्झाए दुवैलाई। एउटै समूहको मान्छे बाजुजुजो गरेर कहाँ हुन्छ? अरूले कति कमाइसक्यो। हाम्रो भने 5 उँभो कहिले चढेन। यो मुर्दार त उस्तो छ नि काका। मलाई त देखि सन्दैन। लच्छी भावुक भई। त्यसको मन त्यसै बहलियो। हल्का बतासले स्पर्श गर्यो निधारमा। त्यही बेला प्रिय अनुभूतिले छपक्क भयो। छामी कपालमै रुन्चे स्वर निकाली अनायासै। जहिले हेप्छ मलाई। माइली नरिसान चित्त नदुखा। कहीँको कठोर थिएन कान्छो। एक फाटक हृदय चिर्यो त्यसको। फारियो च्यातिएर बेतिरेकले। विनयले जित्यो पलमै रसाउन खोज्यो देह दुनियाँको मूल। अहिले पोखिएला जे भयो अवान्तिका। टुसायो मायाको मुना। हाफ प्यान्टको गोजीमा केही खोज्यो भेटेन। गयो लच्छीको नजिकै। झन्डै पिर्लिक्क भयो आँखामा। थाप्यो अन्जुली। भन्यो बरु एक खुराकले न। दिन्छु नि तँलाई। अर्कोपट्टि फरक्कै भयो लच्छी। लच्छीको कपालले एक सप्को मार्यो कान्छाको अनुहार गरी। कपाल सम्हाल्दै भनी लच्छीले खा न आफ्नै कति अर्काकै भर पर्छस्। त्यसो नबन माइली। नरम स्वर गर्यो कान्छोले। कपास जे हल्लुङ्गो पार्न खोज्यो मनलाई। तर ओभानो भएन हार्दिकता। बरु हाँसोमा झन् पग्लियो आँसु नै भएर। लच्छीको अगाडि गएर टुक्रुक्क बस्यो। दुवै हातले कन्पाएर कनायो। फुरफुर गर्दै झऱ्यो कपाल। झऱ्यो अलिकता धुलो सँगसँगै। झऱ्यो थोरै दुःख। दायाँ हातलाई अन्जुली जस्तो बनाएर फैलायो लच्छीतिर। विनयी भयो। भन्यो तैँले दिएकै खाउँछु जस्तो लाग्छ। तेरै माया लाग्छ। तेरै दुःख लाग्छ मनभरि। उइस लच्छीले ओठ लेप्टाए। जुरुक्के उठी बसेको ठाउँबाट हिँडी। देन माइली। लच्छीको अगाडि ठिङ्गै उभिएर छेक्यो कान्छोले। दुवै हात फैलायो। थोरै निहुरिएर लच्छी दायाँ छेउबाट उम्कन खोजी। उसरी नै लचक्क भएर छेक्यो कान्छोले। बायाँबाट फुत्कन खोजी लच्छी। त्यसै छेक्यो कान्छोले। एकछिन चल्यो छेका मारी। कान्छोले कानै समात्यो। उठ बस्नै गर्यो। भने उपरान्त यस्तो गर्दिन नरिसान। तँबाहेक मेरो को छ र? हेर न घिच्नु भनेपछि त चेप्रे पारिहाल्छ। पोल्टोबाट गोल्डन स्टार खैनीको प्याकेट झिकी लच्छीले। एक खुराक झिकी र ओठभित्र च्यापी। भनी अबदेखि यस्तो गर्छस् कि गर्दैनस् पहिले भन् अनि मात्रै दिन्छु। किरे भए पनि गर्दिन तेरै कसम। लच्छीको सिरेमा हात राख्यो कान्छोले। खै छोड। कान्छोको हात हटाए लच्छीले। खैनी दि भनी गरिस् भने चाहिँ कट्टी। लीला नदेखाउन है जाठा जाठी हो। चर्केश्वरमा च्याठी रत्न। दरो गरी पटुका कसी त्यसले। भनी तिमीहरूको नाटक गर्ने थला होइन यो। तबै तारे थपिदिए हाङदिमाले। सङ्गुल
आँखामा मिरिक गरी भनी याउँछ भने घरजम गरी खाऊ देखाऊ आशिकै देऊ न। पैचुप मैचुप सरर गरे बतास चल्यो बरु। कान्छोको कमिज मात्र फरफरिरह्यो। लच्छीको स्काप बाहिरको कपाल मात्र खेलिरह्यो बतासमा।